हेलो एभ्रिवान। आज चाहिँ गुड स्याटरडे हो, सो म चाहिँ बाटोमा हिँडिराखेको छु। यहाँनिर घरमा चाहिँ एउटा भाइ आएको रहेछ, अनि त्यसले चाहिँ के लिन आएको भन्दा चाहिँ अम्बा लिन आएको र चाहिँ हामी बस्ने घरमा चाहिँ धेरै अम्बाहरू छ। सो भाइले चाहिँ यहाँ अम्बा बोकिराखेको छ यत्रो डोकोमा। सञ्जीव हेलो गर्दै न, यता गर न, लाज लाग्यो हो। यत्रो अम्बा चाहिँ यहाँनिर बोकिरहेको छ है, लोकल अम्बा हो। यत्रो अम्बा चाहिँ यसले बोकिरहेको छ। अब मैले चाहिँ यसको डोकोबाट निकाल्दै देखाउँदै गरिराखेको छु। अम्बा अम्बा बोजू अम्बा। अनि बोजूले तलबाट के बोकेको भन्दै हुनुहुन्छ, अनि मैले चाहिँ अम्बा भन्दैछु। हजुर अनि टिकटक बनाएको। अनि सञ्जीवको चाहिँ घर जाने बाटो आउन लाग्यो है। कताबाट हो? यतैबाट हो, ल बिस्तारै जाऊ ल। ओके, सञ्जीव चाहिँ त्यतै गयो, त्यता गइसक्यो। हाम्रो भाइ चाहिँ डोको बोकेर डोकोमा एक डोको अम्बा बोकेर चाहिँ त्यता गइसकेको छ। अब म भने जाँदैछु यतै उपरतिर चाहिँ, पर चाहिँ देवलाङ्गेश्वर महादेवको मन्दिर छ, अनि त्यहीँनिर म चाहिँ जान लागेको गाइज।